नमस्कार दर्शकवृन्द, भाग्यबिम्बमा यहाँहरूलाई स्वागत छ। के तपाईँ वृश्चिक राशिको हुनुहुन्छ? यदि हुनुहुन्छ भने छातीमा हात राखेर भन्नुहोस्, तपाईले अरूको लागि आफ्नो ज्यान दिएर कति सहयोग गर्नुभयो, तर बदलामा तपाईले के पाउनुभयो? केवल धोका, अपमान र एक्लोपन, होइन त? तपाईको अगाडि मिठो बोल्नेहरूले नै तपाईको पछाडि छुरा घोपे। मेहनत तपाईले गर्नुहुन्छ, तर जस अर्कैले लान्छ। पैसा आउँछ, तर पानी जस्तै बगेर जान्छ। राति एक्लै रुँदा तपाईको आँसु पुछिदिने कोही भएन। दर्शकवृन्द, यदि यस्तै भइरहेको छ भने अब एकदमै ध्यान दिएर सुन्नुहोला। आउने वैशाख 25 गतेसम्म तपाईले एकदमै सावधान रहनुपर्नेछ। तपाईको विरुद्धमा अहिले ठूलो षड्यन्त्र भइरहेको छ। तपाईकै आफ्नै भनिने कुनै व्यक्तिले तपाईलाई फसाउने वा ठूलो आर्थिक नोक्सानी पुर्याउने खेल खेल्दैछ। भावनामा बगेर वैशाख 25 गते अगाडि कसैलाई पनि पैसा उधारो नदिनुहोला र कतै आँखा चिम्लिएर हस्ताक्षर नगर्नुहोला। यदि सानो गल्ती गर्नुभयो भने तपाईको वर्षौंको कमाई डुब्न सक्छ। तर अब नडराउनुहोस्, जति दुःख भोग्नु थियो भोगिसक्नुभयो, किनकि वैशाख 25 गतेबाट नवग्रहमा यस्तो भयानक हलचल हुँदैछ जसले तपाईको भाग्यलाई रातारात उल्ट्याइदिनेछ। वैशाख 25 गते तपाईको राशिको स्वामी मंगल ग्रहले बृहस्पतिसँग मिलेर यस्तो महाराज योग बनाउँदैछन् कि जसले तपाईलाई हिजो हेपेका थिए तिनीहरू अब तपाईको सफलता देखेर जल्नेछन्। पहिलो खुशी, वैशाख 25 पछि तपाईको फसेको र डुबेको पैसा अचानक फिर्ता आउनेछ। दोस्रो खुशी, तपाईको गोप्य शत्रुहरूको आफै सर्वनाश हुनेछ। तपाईले केही गर्नै पर्दैन, समयले उनीहरूलाई जवाफ दिनेछ। तेस्रो खुशी, यदि तपाई सरकारी जागिर, विदेश यात्रा वा घर जग्गा किन्ने सपना देखिरहनु भएको छ भने त्यो सपना अब साकार हुँदैछ। तपाईको हातमा यस्तो ठूलो अवसर आउँदैछ जसले तपाईको परिवारको आर्थिक स्थिति नै बदलिदिनेछ। वृश्चिक राशिका जातकहरू, तपाईको सहनशीलताको परीक्षा अब सकियो। तर एउटा कुरा नभुल्नुहोला, यो समयमा अहंकारलाई आफूमाथि हावी हुन नदिनुहोस्। आउने वैशाख 25 गतेसम्म हरेक मंगलबार हनुमानजीको दर्शन गर्नुहोला र गरीबलाई सकेको दान दिनुहोला। तपाईको प्रगति कसैले रोक्न सक्ने छैन। यो भिडियो वृश्चिक राशि भएका आफ्ना आफन्त र साथीभाइलाई अवश्य शेयर गर्नुहोला ताकि उनीहरू पनि सावधान र उत्साहित हुन सकुन्। आफ्नो संकट मोचन गर्न र मंगल ग्रहको कृपा पाउन कमेन्टमा जय बजरंगबली वा हर हर महादेव लेख्न नभुल्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने भाग्यबिम्बलाई सब्स्क्राइब गर्नुहोस्। नमस्कार।